कुकुरको पनि गरिदिन्छस् तैँले? साँच्ची त्यसले यसले भन्न खोजेको के भन्दा दिउँ 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 भनेको के यो दिन्छ अब के साह्रो हौ नानी अब डल्लै भिडियो बनाएको छ त अब लाइक तपाईँहरूले पनि दिनु पर्यो त हौ अहिलेको यो चुनावमा बालेन उठेको छ बालेनले जित्छ कि जित्दैन भन्ने तपाईँलाई कस्तो अनुभव लाग्छ पनि सुरु गरौँ न त तपाईँलाई पनि रमाइलो होस् हामीलाई पनि हेलो नमस्ते सबैलाई। आज चाहिँ मेरो च्यानलमा धेरै दिन भयो भिडियो पनि नहालेको र आज मैले कन्टेन्ट खोज्दा 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 यताउता भौतारिरहेको थिएँ तर के गर्ने एकदम दामी कन्टेन्ट चाहिँ मैसित रहेछ मेरै जिग्री साथी। तपाईँहरूले विश्वास पनि गर्न सक्नुहुन्न होला मेरो साथी त तपाईँहरूले चिन्नु पनि हुन्छ मैले त्यहाँनिर सँगै टक्क गरेको थिएँ एउटा भिडियो लास्ट टाइम पनि होइन सबभन्दा फर्स्टको रियाक्सन भिडियो मैले जस्ट लेल झोलाको र जेम्सीकोमा बनाएको थिएँ त्यसमा सँगै बस्ती चाहिँ मेरो जिग्री साथी हो एकदम बेस्टी त्यही साथी खतरा कलाकार रहेछ। अहिले मैले अब अनेकतिर कन्टेन्ट खोजिरहेको हो ल मेरो साथीलाई स्वागत छ लदाउँछ अलिकति खतरा गर्ने भनेको छ हो कि होइन आज खतरा हुन्छ नि होइन आज राम्रो हुन्छ नि राम्रो खतरनाकै हुन्छ नि ल आज चाहिँ मेरो साथीले डेन्जर खतरा गर्छ क्यारिकेचर हान्छ ए कलाकार हो यो पनि हुन त यो डेन्जर छ अब यसको कला चाहिँ हल्का छुपेको कला रहेछ यसमा कुनको हान्छस् ल भन् कुनको हान्छस् ल अब तपाईँलाई थाहा नै होला तक्मै बुढा भन्ने त तक्मेको कलाकार हान्छ अहिले ल तक्मै बुढा भनेको एकदम भाइरल एकदम एकदम राम्रो कलाकार हो पनि उहाँलाई सम्मान गर्दै म पनि एउटा सानो प्रयास गर्छु कस्तो लाग्छ तपाईँहरू पनि हेरेर भनिदिनु होला यसै गरी हामी पनि सुरु गरौँ न त तपाईँहरू पनि रमाइलो होस् हामीलाई पनि रमाइलो होस् ल एकचोटि हामी पनि ट्राई गरी हेरौँ कस्तो हुन्छ तपाईँले अनुभव दिनु के साह्रो हौ नानी अब डल्लै भिडियो बनाएको छ त अब लाइक तपाईँहरूले पनि दिनु पर्यो त हौ तपाईँलाई अर्को भस्मे डन पनि थाहा होला भस्मे डन गाह्रो साह्रो अप्ठ्यारो पर्यो भने त्यो गर्नु भएन भने फेरि भस्मे दादाले राम्रो कमेन्ट्री गर्नेछ है त हौ 1914 युद्ध लड्दा पाको मैले तोकमा मच्छर झ्याम्मै ढाल्दे रिस उठेको झोकमा हौ के साह्रो लाग्यो हौ हौ गीत त राम्रो पो भयो जस्तो छ त हौ नानी यस्तै गर्दै अब हामी अरूहरू पनि क्यारिकेचर गर्दै जान्छौँ कस्तो गर्दैछ अब उसको पनि गर्न आउँछ होइन म त एउटा तपाईँको के भन्छ तपाईँ सुन्नुहोस् न मैले किन भनिराख्नु पर्यो मैले क्यारिकेचर गर्दा तपाईँले बुझ्नुहुन्छ होला एकचोटि सुनिहेर्नुहोस् वाइडा मलाई ताजुब लाग्छ मलाई आश्चर्य लाग्छ अहिलेको यो चुनावमा बालेन उठेको छ बालेनले जित्छ कि जित्दैन भन्ने तपाईँलाई कस्तो अनुभव लाग्छ त्यो भनिदिनु होला मलाई त्यसपछि म राम्रो प्रतिक्रिया दिनेछु धन्यवाद। त्यसपछि तपाईँको एउटा हुन्छ नि एउटा टक्क लाएर अब भनौँ न ल तपाईँलाई अब म अब एनिमलहरूको यसो सुनाउन चाहन्छु नि त कस्तो हुँदो रहेछ तपाईँको हुन्छ नि एउटा ल भनौँ ल कुकुरै भनौँ भिरालो भनौँ कुकुरको पनि गरिदिन्छस् तैँले? साँच्ची सुन्नु अब जुन एउटा ठुलो कुकुर आउँछ ठुलो कुकुरले सानो कुकुरलाई हेप्छ अब ठुलो कुकुरले के गर्छ ठुलो कुकुरले के भन्छ ठुलो कुकुरले यो दिन्छ सानो कुकुर त डराइहाल्छ त्यसपछि के गर्छ भन्दा सानो कुकुर यो गर्छ त्यसपछि तपाईँको बिरालो आउँछ
बिचमा दुईजनाको बिचमा बिरालो छिर्छ बिरालो पनि छिर्यो अब बिरालो छिरेपछि के गर्छ त्यहाँ अब कुकुरको त तपाईँले बुझिहाल्नु भयो ठुलो आउँछ त्यसले यसले भन्न खोजेको के भन्दा दिउँ 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 भनेर के त्यस्तो अनि त्यसपछि सानो बिरालो आउँछ सानोले भनेको चाहिँ नाइ 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 भने के त्यसपछि ठ्याक्क त्यसको बिचमा बिरालो छिर्छ अब बिरालोले के गर्छ नि त बिरालोले यो भने के हो तपाईँले बुझ्नु भएन म भन्छु तपाईँलाई यो भनेको अब दुईजनाको बिचमा अब बिरालो अर्को डन गरेर आयो माउ माउ भने क्या त्यहाँ चाहिँ टक्क माउ माउ भन्यो त्यसले चाहिँ दुइटै डरायो तिनवटा कहानी त्यहाँ समाप्त भयो अब अरू कसरी के सुन्नुहुन्छ त पक्कै पनि सुन्न चाहनुहुन्छ तपाईँहरू कसको तपाईँ जिज्ञासा लिएर बस्नुभयो पक्कै पनि सुन्न चाहनुहुन्छ कसको सुनाउने हो त नि अहिले अब भन्नु पर्ने अब यसो सुनाउन त कसको सुनाउ भनेर यसो भन्नुहोस् त त मैले कसको सुनाउँछु तपाईँहरूलाई पनि थाहा छैन त्यो त मेरो कलाकारिता हो म सुनाउँछु सुना हो अहिलेको नेतामा के भइरहेछ अहिलेको एक कुर्सी तान्दा भइरहेछ तपाईँले पनि बुझ्नुपर्ने कुरा थियो हो कि होइन अब यो कसको नेता पनि उसले भन्नुपर्छ हो कि होइन अहिले बालन पनि उठेको छ केबेली पनि उठेको छ केबेली त पहिला पनि भागिसकेको बालन अहिले पनि टिकेर बसेछ अब तपाईँ कसको सपोर्टमा बस्नुहुन्छ बालन केबेली अब युवा मध्येमा बालन उठ्छ बुढापाकामा केबेली उठ्छ तपाईँलाई थाहा छ कि छैन यो भन्नु पर्यो यस्तै गर्दै गर्दै अब फेरि हामी थोरै अरू क्यारिकेचरमा जान्छौँ कस्तो क्यारिकेचर हो त नि अब कसको गर्छस् कसो चाहिँ गरौँ टक्रार कसो गर्नु पर्यो भन्दाखेरि अब नर्मली अब मान्छे बच्चा बच्चीहरूलाई मनपर्छ एउटा अघि अन्त कक्रोचेस त्यसको ठिक छ म ठ्याक्क मेरो त अब मैले पर्फर्मेन्स गर्ने यहाँ गरेको छु हजुरलाई कतिसम्मको राम्रो लाग्छ त्यो प्रतिक्रिया दिनु होला कमेन्टमा भन्नु है त ल कस्तो गरिरहेको छ यसले कसको चाहिँ हल्का मिले जस्तो लाग्यो होइन टक्क ल भन्नु पर्यो कमेन्टमा मन पर्यो टक्क लाइक हान्नु पर्यो होइन कुन मन पर्यो भनेर कमेन्टमा पनि गर्नु पर्यो मेरो साथीको टक्क ट्यालेन्टलाई चाहिँ होइन के छ हल्का फिडब्याक दिनु पर्यो कस्तो छ ल अगाडि तपाईँ बढाउँदै जानुहोस् यसै गरी हामी अरू पनि नयाँ प्रतिक्रिया तपाईँको अगाडि ल्याउँदै गर्छौँ तपाईँले हामीलाई पनि सपोर्ट गर्नुहोस् हे भैया देखो क्या हो गया आज बालन भी उठ गया है केबीओली भी उठ गया है तो अब कौन जीतेगा वो बोलिए भैया कौन जीतेगा ओए तोड़ दूंगा फोड़ दूंगा अगर बालन नहीं जीता तो मडोड़ दूंगा यति नै हो धन्यवाद ल कस्तो लाग्यो तपाईँहरूलाई होइन मेरो साथीको क्यारिकेचर यसले चाहिँ धेरैवटाको गर्यो जनावरदेखि नेता सेता होइन पुरै कलाकारहरूको पनि गरेन ल बवाल गरिस् है तैँले खतरा गरिस् ल दामी गरेर फिडब्याक दिनु होला ल डु चेक इट आउट गाइज ओके